सन्तोष दाइ, स्वागत छ मेरो यो पडकास्टमा तपाईँलाई। धेरै धेरै धन्यवाद छ। आराम हुनुहुन्छ? एकदमै ठिक छ नि। हाम्रो आज पहिलो भेट। एकदमै खासमा चाहिँ सन्तोष पण्डित चाहिँ को हो? तपाईँले आफूले आफैलाई चिनाउनु पऱ्यो भने कसरी चिनाउनुहुन्छ? नमस्ते सम्पूर्णमा, म सन्तोष पण्डित, भरतपुर महानगरपालिका 16 मा बस्छु। मेरो जन्मस्थान यही नै हो र व्यवसाय सँगसँगै म चाहिँ अहिले भर्खरै अब 2026 को लागि नानगढ डिस्ट्रिक्टको चाहिँ अध्यक्षको रूपमा पनि निर्वाचित भएको छु। अब 2026 हाँक्नलाई तम्दार भनौँ न। यही पोस्टको 23 गते चाहिँ मेरो इन्स्टलेसन छ। त्यसबाट चाहिँ म चाहिँ डिस्ट्रिक्टमा पनि अघि बढ्दै र मेरो व्यवसायको कुरा गर्नुपर्दा चाहिँ म स्मार्ट स्टाइलिस्ट, कमेरो र केल्मी सोरुम चितवनको चाहिँ प्रोप्राइटरको रूपमा रहेको छु। हामी चितवनको मान्छे होइन। कस्तो लाग्छ यो अब भरतपुर अहिले अब देशभरि नै चर्चाको विषय पनि छ एक हिसाबले। अब काठमाडौँ र चितवनमा खासमा व्यवसाय गर्नदेखि हरेक कुरामा के फरक छ? के चाहिँ विशेषता हो चितवनको खासमा? होइन, अब हामीले पढ्दै पनि आएको र सुन्दै पनि आएको भनौँ न। चितवनलाई चाहिँ अब पहिला 75 जिल्ला भन्दा पनि एउटा जिल्ला थपेर 76 जिल्लाको रूपमा चाहिँ लिने हुनाले मैले पनि चाहिँ एउटा चितवनलाई एउटा देशैभरिको केन्द्रको रूपमा चाहिँ मैले चितवनलाई आफ्नो जन्मभूमि भएर पनि हो। सँगसँगै चाहिँ अब बिजनेसको हिसाबले पनि चितवन चाहिँ एउटा हबको रूपमा मैले पनि चाहिँ बुझेको छु। यहाँ हामीले लिन सक्ने धेरै कुराहरू छन्। अब ती कुराहरूलाई चाहिँ मैले आफ्नो व्यक्तिगत रूपमा भन्नुपर्दा चाहिँ चितवन चाहिँ एउटा बिजनेसदेखि लिएर सबै कुराको चाहिँ केन्द्रबिन्दु पनि भएको हुनाले मैले चाहिँ यसलाई एउटा हबको रूपमा लेख्छु, बिजनेस हबको रूपमा लेख्छु। कति वर्ष पुग्नुभयो तपाईँ? उमेर भनिदिनै पऱ्यो होइन? होइन, भन्नु यदि मन छ भने तपाईँलाई। ठिकै छ, त्यसमा चाहिँ होइन, म अहिले चाहिँ अब 38 वर्षको भएँ। 38 वर्ष रनमै छु। 38 वर्ष हुनुभयो। चितवनमै जन्मिनु भयो होइन? हजुर, चितवनमै जन्मेको। बाल्यकाल चाहिँ कता चितवनमै बित्यो पक्कै? चितवनमा जन्मेपछि कस्तो थियो बाल्यकाल तपाईँको? त्यही हो, अब बाल्यकालमा त अब त्यो सन्तोष, नामै सन्तोष छ, आफैमा सन्तोष, परम सन्तोष भने जस्तै बुवा मम्मीले पनि अब त्यही सन्तोष छोरो ज्ञानी भएको भएर सन्तोष राखिदिनु भएको होला। पहिला त जो जस्तो हुन्थ्यो त्यति नाम राखिदिन्थे, प्रचलन थियो नि त। त्यही भएर सन्तोषी भएको भएर सन्तोष राखिदिनु भयो होला। कता पढ्नु? मेरो पढाइको सिलसिला चाहिँ मैले विश्वप्रकाश स्कुलबाट एसएलसी दिएको हो र कलेज लाइफ चाहिँ मेरो बालकुमारी कलेज नानगढमा रह्यो। के पढ्नुभयो बालकुमारीमा? म्यानेजमेन्ट हो। म्यानेजमेन्ट। अनि व्यावसायिक कुराहरू नै हामी गर्छौँ आजको यो पडकास्टमा। यो सुरु गर्नेको उद्देश्य पनि तपाईँहरू जस्तो जो नेपालमा केही गरिसक्नु भयो नि त, तपाईँहरूको एक्सपिरियन्स त अबको हामी जस्तो पुस्तालाई त काम लाग्छ नि त। त्यो कुराहरू चाहिँ म आफैले पनि बुझ्न यो गरिरह हो। सुरुवातमा तपाईँले जागिरबाट सुरु गर्नुभयो कि अब घरबाट पैसा दिएर व्यवसाय सुरु गर्नुभयो कि होइन? आफ्नो सुरुवात त हुन्छ नि त एउटा। कस्तो थियो तपाईँको सुरुवात? जागिर थियो कि अथवा घरबाट पैसा लिएर व्यवसाय गर्न थाल्नु भएको थियो? के थियो? एकदमै यो कुरोमा चाहिँ मलाई एकदमै उ लाग्छ, किनकि मेरो बुवा आफै ड्राइभर हुनुहुन्छ। मैले कुनै पनि स्टेजमा गएर मैले मेरो बुवा ड्राइभर हो भन्न चाहिँ मैले घिचघिचाएको छैन। किनकि हामी स्कुल पढिरहँदाखेरि बुवाले भन्नुहुन्थ्यो कि मेरो घरमा गाडी आउँथ्यो, सबै किसिमको गाडी आउँथ्यो होइन। अब कार आउँथ्यो, बाइक आउँथ्यो। त्यो बेलामा जब कि मैले साइकल नसिक्दै मेरो घरमा बाइक थियो। बुवा चाहिँ अब ड्राइभिङमा हुनुभएको भएर अफिसमा धेरै बाइकहरू हुने, साधनहरू हुने, बुवा चाहिँ इन्चार्जको रूपमा हुनुहुन्थ्यो। र त्यो भइरहँदाखेरि कस्तो भने बुवाले मलाई कहिले पनि मलाई चाहिँ त्यो सिटमा राख्नु भएन, ड्राइभरको सिटमा। त्यो कुरो चाहिँ अहिले पनि मलाई किन चाहिँ उ लाग्छ भने, अनि बुवाले भन्नुहुन्थ्यो अलिक पछि अब घरमै साधन छ, मैले अरू मार्फत सिक्नु पऱ्यो। अब हुन्छ नि त लुकी सिक्ने यताउता, त्यस्तै त हो नि होइन? अब बुवाहरूलाई त बच्चा आफ्नो छोराछोरी सानै लाग्छ नि त सधैँभरि। त्यो भइरहँदाखेरि अनि मेरो बुवाले चाहिँ स्कुल पढ्दाखेरि नै आफैले केही गर्नुपर्छ भनेर चाहिँ मैले एसएलसी नदिँदै लगभग मैले 7 क्लासबाट जस्तो लाग्छ मलाई
7 देखि एसएलसीसम्म चाहिँ मैले आफैमा चाहिँ एउटा सिप हुनुपर्छ। सिप भयो भने भोलि जहाँ कहीँ गएर पनि चाहिँ एउटा काम गर्न सकिन्छ भन्ने हिसाबले पनि बुवाले कराइरहने भनिरहने। बुवामा पनि आफै सिप भएर ड्राइभिङ पेसामा लाग्नुभयो होइन। त्यही हिसाबले चाहिँ मैले इलेक्ट्रिक सिकेँ। एकदमै मैले चाहिँ पर्पल्ली 3 वर्ष त एकदमै आफैले मलाई अहिले तपाईँले देखिरहनु भएको पङ्खाको रिवाइन्डिङदेखि लिएर मलाई यो वायरिङको काम सबै आउँछ। इलेक्ट्रिसियन भन्नुभयो तपाईँ। त्यसपछि मैले चाहिँ इलेक्ट्रिक काम गरेँ। काम गर्दाखेरि अब बजारका बजार लाइन चौकमा गरेको थिएँ। कति वर्ष हुनुहुन्थ्यो लगभग त्यति बेला तपाईँ? त्यति बेला ठ्याक्कै उमेर त भन्न सकिनँ मैले होइन। जस मैले 7 क्लास पढ्दाखेरि नै 7 देखि एसएलसीसम्म 7 क्लासदेखि तपाईँले 7 क्लासदेखि नै सुरु गर्नु? 7 क्लासदेखि नै चाहिँ मैले चाहिँ भन्छ त 7 क्लासमा त 13-14-15 वर्ष त हुन्छ त्यति बेला। त्यस्तै ठ्याक्कै त्यही गरेँ। अनि इलेक्ट्रिक सिकेँ। इलेक्ट्रिक सिकिरहँदाखेरि पनि एसएलसी दिएँ। एसएलसी विश्वप्रकाश स्कुलबाट दिएँ मङ्गलपुरबाट। अनि त्यो बिचमा चाहिँ अब अरूले कम्प्युटर सिक्न जाने यो गर्ने भन्दाले मैले त्यही कामलाई नै चाहिँ निरन्तरता दिएँ। र मैले बालकुमारी कलेजमा चाहिँ 11मा जोइन भएँ म्यानेजमेन्टमा। त्यहीँ पढिरहँदाखेरि चाहिँ अनि अब बिहानमा चाहिँ अब त्यहाँ गर्दा मैले त इलेक्ट्रिक काम त दिनभरि गर्नुपर्ने, आफ्नो त टाइम नमिल्ने। अब बिहानमा कलेज पढ्ने भइसकेपछि मैले त्यो कामलाई चाहिँ चट्टकै छोडेर फेरि अनि 11 जोइन गरेँ। 11 जोइन गरिसकेपछि अब अपर्च्युनिटी भनौँ के भनौँ त्यसरी मलाई चाहिँ अब एकाउन्टको रूपमा चाहिँ सहायकको रूपमा चाहिँ एप्रुभ गर्नुभयो। त्यसपछि हुन्छ नि म त केमा एकाउन्ट चाहिँ यो पोल्ट्री लाइनको चाहिँ थियो। के थियो? अब सप्लायर्स यो दाना अन्डाको चाहिँ सप्लायर्स थियो बेलचोकमा। अनि त्यहीमा चाहिँ मैले मेरो आफ्नो जर्नी सुरु गरेँ। एकाउन्टको चाहिँ सहायक एकाउन्ट भएर चाहिँ मैले काम गर्नु पाएँ र त्यहीँ सिकेँ। त्यहाँ सिक्दा मैले रत्नश्री प्याकेजिङ उद्योग भनेर चाहिँ हाम्रो कल्याणपुरमा थियो। त्यहाँ चाहिँ एकाउन्ट फेरि अझै एडभान्समा एकाउन्ट हेर्ने मौका पाएँ। र त्यहाँ काम गरिरहँदाखेरि अझै अपर्च्युनिटीहरू बढ्दै गयो नि त। त्यसपछि होइन कार पनि चलाउनुपर्छ, मसँग बाइकको लाइसेन्स त थियो नै। अनि कार पनि चलाउनुपर्छ भनेर चाहिँ फेरि कारको लाइसेन्स बनाउनुको लागि पोखरामा गएँ। पोखरा जाने क्रममा अब एउटा ठुलै दुर्घटना भयो। सायद म अहिले यसरी चाहिँ म आएर यति बोल्न सक्छु, यतिकै हिँड्छु र म अहिले यो ठाउँमा पुग्छु भने मैले पनि मेरो कल्पनामा थिएन। किनकि त्यतिखेर ठुलो एक्सिडेन्ट पऱ्यो। म त्यहाँबाट पोखरा पुग्नुभन्दा अगाडि डमोली कटेपछि चाहिँ एउटा ठुलो एक्सिडेन्ट भयो बाइकमा। त्यति बेला मेरो यो खुट्टामा चाहिँ ठ्याक्कै यहीँबाट चाहिँ बिचबाट भएको छ, स्टिल राख्यो। हातमा पनि मेरो चाहिँ स्टिल राख्यो। अनि त्यही क्रममा म त्यहाँबाट चाहिँ बिएनबी हस्पिटल काठमाडौँ अब त्यो पोखरामा नसक्ने भएपछि म चाहिँ बिएनबी चितवन सिएमसीमा पठाउने कुरा थियो होइन। म चाहिँ बिएनबी नै जान्छु भनेर त्यो बेला पनि आफैले डिपी गरेँ। अनि आफैले चाहिँ त्यो फोन गरेर बोलेको भएर ब्लडिङ काहीँ पनि थिएन, ब्लड काहीँ पनि नभएको भएर आफैले चाहिँ अब साथीहरूलाई फोन गर्दा पनि नपत्याइदिने कि ल है म त यार एक्सिडेन्ट पऱ्यो अब चाहिँ त्यो हस्पिटल आइसक्यो भन्दाखेरि पनि नपत्याइरहने कि। अनि होइन कहाँ हुन्छ यसरी बोलिरहेछ भने मैले त्यति बेला चाहिँ के भयो भने फेरि एक्सिडेन्ट परेँ। एक्सिडेन्ट परेपछि मैले चाहिँ अब त्यो उसको के अरे वडाको नम्बर थाहा भएको वडामा मैले फोन गरेँ। अब त्यो मेरो साधन त त्यही थियो नि त, साधन थियो, साधन लैजालन भनेर चाहिँ मैले वडामा फोन गरेँ। वडामा फोन गरेको त वडाले त अब मिडिया एफएमहरू सबैमा जाने रहेछ न्युज त। घरबाट त फोन आउनु थाल्यो एफएम सुनेर। अब त्यो एफएमको त एकदमै धेरै राम्रो चाहिँ उ थियो नि त होइन। अब अहिले पो दुनियाँ चाहिँ डिजिटलमा च्यानलहरू आयो त्यसले गर्दा। त्यति बेला त अब एफएम त नसुन्ने घरै हुन्थेन, एफएम त 24 घन्टा बजिरहन्थ्यो। अनि त्यहीबाट न्युज थाहा पाएर चाहिँ अनि घरबाट नि फोन आउनु थाल्यो। अनि घरबाट नि मैले पनि फोन आफैले उठाएर बोल्दाखेरि घरमा पनि पत्याउनु भएन। अनि भए पनि पछि त होइन म यस्तै भएको छु भनेर भनिसकेपछि अनि बिएनबी हस्पिटलमा उपचार भयो, राम्रै भयो यस। अनि 6 महिना जति त पुरै बेड रेस्टै भयो अरे मजाले। अहिले त रिकभर भइसक्यो। त्यसपछि चाहिँ के भयो भने सबै अब अलिकति हिँड्न थाल्यो, अघि बढ्न थाल्यो। बढिरहेपछि चाहिँ साथीहरू लगभग धेरै विदेश गए। होइन अब आफू पनि भोलिको दिनमा चाहिँ विदेशै जाने त होला नि भन्ने माहौलमा पनि मेरो एउटा साथी थियो विकास बुढा छ नि। अनि त्यही साथीले नि चाहिँ होइन अब यहीँ केही गर्नुपर्छ, हामी यहीँ नि एउटा गरौँ भनेर 2 जना मिलेर चाहिँ फेन्सी स्टार्ट गरौँ ल। एउटा अब के गर्नु त नि सजिलो अब होइन के हो त भन्दाखेरि अब फेन्सी स्टार्ट गरौँ न त भनेर 66 सालमा चाहिँ हामीले 2 जना मिलेर फेन्सी स्टार्ट गर्यो। फेन्सी स्टार्ट गर्ने बेलामा मलाई चाहिँ
भनौँ न आफैले किनकि जब पनि गरिरहेको अलिअलि पैसा पनि भएको र स्टार्टिङ गर्ने बेलामा त्यति धेरै पुँजीबाट गरिएन अनि त्यति बेला याद छ मलाई बुवाले 50-60 दिँदा पनि ओहो मैले त करोडै पाएँ जस्तो चाहिँ हुन्थ्यो कि भएको थियो त्यो बिजनेस स्टार्ट गर्ने बेलामा त्यसरी नै बिजनेस चाहिँ सुरु गरेँ। जस्तो जागिर कति वर्ष जति गर्नुभयो तपाईँले? मैले त्यही +2 र ब्याचलर पढ्ने बेला त्यति 3-4 वर्ष 3-4 वर्ष गर्नुभयो। 4 वर्ष थियो 4.5 वर्ष जति गरेँ। जस्तो तपाईँको एउटा अघि भन्नुभयो नि इलेक्ट्रिसियन 7-8 कक्षाबाट नै मैले सुरु गरेँ भन्नुभयो। खासमा कसरी सिक्नुभयो त्यो प्रोसेस थोरै अलिकति तपाईँले अब मन लाएर खोज्दै जानुभयो कि कोही आफन्त वरिपरि हुनुहुन्थ्यो त्यसरी? होइन यो कुरोमा चाहिँ मलाई नि कस्तो आफूले ठ्याक्कै कसरी जस्तो लाग्छ भने के भइदियो भने घरमा चाहिँ एउटा यस्तै अब सिलिङ फ्यान भनौँ न बिग्रिरहेको थियो अनि बुवाले चाहिँ अब अफिसबाटै एकजना अङ्कल हुनुहुन्थ्यो कृष्ण अङ्कल भनेर चाहिँ हुनुहुन्थ्यो अनि उहाँ आउनुभयो त्यो फ्यान खोलेर चाहिँ अगाडि टेबलमा राख्नुभयो। टेबलमा राखेर त्यो अब खोल्नुभयो नि त पुरै खोल्नुभयो आफ्नै आँखा अगाडि खोल्नुभयो त्यसलाई अब पण्डितबा जनै छ भन्नुभयो होइन अनि त्यो जनैले चाहिँ गएर तारसार कता कता के भएर चाहिँ त्यसलाई यसो जोडजाड पारेर त्यही जनैले बाँधिदिनु भयो कि हामीले चाहिँ त्यो उता वर्कसप लानै परेन त्यही बनाइदिनु भयो फ्यान गर्नुभयो चल्यो होइन। त्यहाँबाट चाहिँ बुवाले के भन्नुभयो भने अझै होइन हामीले चाहिँ गर्न सक्ने काम रहेछ नि यो त यो काम यति नलेज भएको भए त अहिले हामीले आफैले गर्न सकिने रहेछ नि त ल अब मेरो छोरालाई पनि तपाईँ अस्ति बनाउनुहोस् यो भनेर त्यही दिनदेखि चाहिँ भनिदिनु भयो। मलाई पनि त्यो खोलेको देख्दाखेरि अहिले आफूलाई पनि इन्ट्रेस्ट लाग्यो त्यही भएर त्यतातिर चाहिँ उहाँकै वर्कसप थियो यो लाइन्स चोकमा चाहिँ राजकुमार इलेक्ट्रिक भन्ने अनि त्यहीँ गएर चाहिँ मैले आफूले चाहिँ सिक्ने मौका पाएँ। मैले त्यहाँ चाहिँ जागिर भन्दा पनि सिक्नको लागि हो आफूले चाहिँ। त्यहाँबाट पैसा नि कमाउनु भयो 7-8 कक्षामा पढ्दाखेरि? पैसा त कमाएन अब त्यो जानिसकेपछि त्यही त नि अब एउटा फ्यान फिट गर्नु गयो त्यो बेलामा पनि होइन अलिकति पैसा आउँथ्यो सबैको सर्भिस दिन्थ्यौँ नि त हामीले त्यसले गर्दाखेरि पछिल्लो कुरामा त के हो भने 4-5वटा फर्महरूले त मलाई नै ल तपाईँ नै आउनुपर्छ है म तपाईँले चाहिँ महिनावारी राख्छु भनेर उहाँहरूले नै एभरेज गर्नुभयो कि त्यसरी चाहिँ भयो। पहिलो कमाइ सम्झिनुहुन्छ त्यसरी इलेक्ट्रिसियनको रूपमा काम गरेको? पहिलो सुरुमा हुन्छ नि अब कति रुपियाँ थियो त्यो पाउनुभएको पारिश्रमिक आफ्नो? होइन नि एकदमै मैले त एकदम सम्झिन्छु मैले त्यो बेलामा पाएको पारिश्रमिकबाट त्यो भेलभेट भन्ने हुन्थ्यो कि भेलभेट कपडा भन्ने हुन्थ्यो होइन त्यसको चाहिँ एउटा कपडा किनिदिने गर्ने भन्दाखेरि आफूले चाहिँ कस्तो भने मैले त्यो अलिक चिसो मौसम नि अनि मैले आमालाई चाहिँ त्यही भेलभेटको चाहिँ एउटा कपडासहित चाहिँ मैले एउटा ब्लाउज सिलाइदिएको थिएँ कि त्यहाँबाट चाहिँ मैले मेरो कमाइको सबभन्दा पहिलो कमाइ चाहिँ मैले मेरो आमालाई एउटा चोली सिलाइदिएको थिएँ कि त्यो चाहिँ एकदम सम्झिन्छ। के भन्नुभयो आमाले त्यसपछि? होइन आमा त अभियसली अब त्यो छोराले त्यति गर्दाखेरि अब आँखाबाट आँसु नै आएन मम्मीको नि। त्यसपछि इलेक्ट्रिसियनै बनेर तपाईँले चाहिँ कति कमाइ हुन्थ्यो त्यति बेला आजभन्दा 10-12 वर्ष पहिला तपाईँको? जस होइन कमाइको भन्दा पनि मैले चाहिँ एकदम प्र्याक्टिकली भनौँ न आफूले सिकाउँ भोलि चाहिँ ज्ञान जान मैले पैसामा कहिले पनि बार गर्दिनँ। तपाईँको उमेर पनि त सानै थियो नि त होइन त्यो बेला इन्ट्रेस्टिङ लाग्यो कि अब जस्तो तपाईँ त्यति बेला पनि त एउटा रिलेटेबल हुन्छ नि त अहिले हाम्रो जेनेरेसनसँग। अहिले चाहिँ कस्तो छ भन्दा सबै कुरा पैसा हो भन्ने जस्तो छ नि त। तपाईँ चाहिँ त्यति बेला यदि तपाईँलाई भित्रबाट मन नभएको भए त तपाईँले त्यो सिक्न पनि त सिक्नुहुन्थेन नि त। साथीहरूसँग जाने खेल्ने रमाउने बेलामा तपाईँ एउटा सिप सिक्न लागिरहनु भएको त्यो आफैमा एउटा प्रेरणादायी कुरा छ होइन। मैले थोरै बुझ्न मात्र खोजेँ कि तपाईँ इन्ट्रेस्टिङ हुनुहुन्छ भने। त्यो बेलामा मेरो आफ्नै तलब भनेर चाहिँ 4500 थियो होइन। अब त्यही एउटा कम्पनीबाट त्यति थियो कि होइन वर्षबाटै पछि त पे दिन थाल्यो नि त अब काम जानिसकेपछि। 4500 रुपियाँ मेरो चाहिँ स्यालेरी थियो र बाहिर चाहिँ अब 1500, 2000, 2500 हेरेर दिन्थेँ। मोटामोटी त्यो बेलामा पनि मैले 9-10 हजार रुपियाँ चाहिँ मेरो कमाउँथेँ मैले त्यो बेलामा महिनामा। राम्रो पैसा हो नि त्यति बेला होइन? धेरै राम्रो हो नि। त्यही त धेरै कुरा गर्न सकिन्थ्यो 9-10 हजारले आजभन्दा लगभग 15, 16, 17 वर्ष पहिला त सायद त्यत्रो पैसा देखेर मलाई त्यही काम पनि गरौँ चाहिँ हुन्थ्यो कि। अनि मेरो साथीहरूले पनि फेरि कस्तो भने अब मसँगै पढ्ने साथीहरूले मेरो हात त पुरै कालो हुने होइन। अब खाना लाग्दाखेरि पनि आफैले चाहिँ होइन अलि चाहिँ अब यो काम त पैसा मात्रै हो तर अलि फोहोर देखिन्थ्यो नि त। त्यसले गर्दा साथीहरूले चाहिँ त्यो भने अब पैसै ठुलो कुरो होइन अब चाहिँ
सिप हो, सिप जान्ने सकियो, अब यो चाहिँ लाइन चेन्ज गर्नुपर्छ भनेर चाहिँ मेरो एउटा साथीले एकदमै रिक्वेस्ट गरिसकेपछि उहाँले हो त नि ल भनेर मैले त्यो कामबाटै चाहिँ मैले आफूले अर्को काम चेन्ज गरेँ। अब हाम्रो जेनेरेसनमा चाहिँ कस्तो छ भन्दाखेरि अलिकति धेरै फ्रिडम खोज्ने खालको छ नि त। कसैले केही भनिहाल्यो भने नि यस्तो भन्ने खालको अलिकति चाहिँ दबाब हिपाई भनौँ न, अझ दबाबहरू सहन नसक्ने खालको थियो सायद। त्यति बेला त अलिकति दबाबमै काम गर्नु पर्थ्यो कि के थियो त्यति बेलाको कल? यस्तो थियो, अब जाहिरमा कहिले पनि मलाई चाहिँ त्यस्तो कि दबाब किसिम चाहिँ कहिले पनि भएन, किनकि म आफै नै चाहिँ एउटा कोही भने पनि म रिसाउँथिनँ, किनकि काम त्यहाँ आफू कामदारको रूपमा हो नि त, एउटा स्टाफको रूपमा भइसकेपछि अब आफूभन्दा माथि लेभलकोले भनेको कुरामा आफूले सिरियस लिनु नै भएन। त्यही हिसाबले चाहिँ मैले गर्थेँ, मलाई त्यस्तो प्रेसर कहिले पनि भएन। रमाइलोमा काम गर्नु रमाइलो मैले त्यो बस्दाखेरि पनि फेरि कस्तो भयो भने जो चाहिँ ओनर हुनुहुन्थ्यो, ओनरले चाहिँ आफूभन्दा थोरै उमेरको चाहिँ माथि हुनुहुन्थ्यो, त्यसले गर्दा चाहिँ झन् साथी जस्तो भयो। झन् अब जानुपर्ने घर जानुपर्ने 6 बजे म त 7, 8, 9 बजीसम्म अफिसै चाहिँ काम गरेर बसिरहन्थेँ, किनकि फ्यामिलियर भयो। एउटा अफिस नभइकन फ्यामिलीको रूप जस्तै चाहिँ अगाडि बढ्यो र त्यो कुनै पनि बेला चाहिँ मैले त्यो जब गर्दाखेरि ओहो मलाई यत्रो प्रेसर भन्ने चाहिँ भएन। जस्तो तपाईँ अहिले केल्मी ब्रान्डको पनि चितवनको विक्रेता हुनुहुन्छ, आधिकारिक हो। अब यो फेन्सीको तपाईँको स्टोरीतिर आउँ, एक हिसाबले तपाईँको इलेक्ट्रिसियनदेखि लिएर जागिरको कुरा नि गरियो होइन। कस्तो थियो खासमा सुरुवाती दिनहरू? नारायणघाट बजार कस्तो थियो त्यति बेला? कस्ता खालका ग्राहक हुनुहुन्थ्यो? के थियो त्यो फेन्सीको विषयमा? मलाई एउटा साथीले चाहिँ अब व्यवसाय गर्नुपर्छ, आफै चाहिँ एउटा काम गर्नुपर्छ भनेर नभनेको भए आज म यो ठाउँमा नै हुन्थिनँ होला। त्यो साथीले पनि सम्झाउन चाहन्छु म चाहिँ हाम्रो सहरमा सेटिङ विकासबाट चाहिँ नि, किनकि उसले नै मलाई चाहिँ ल अब सँगै मिलेर काम गर्नुपर्छ भनेर चाहिँ व्यवसायमा होम्यौँ र दुईजनाले गरिरहँदाखेरि लगभग केही समय गरेपछि उसको सोच रहेछ मलाई थाहा भएन, म एक्लै आँट्न सक्दिनँ भनेर ऊ साथी बसिया रहेछ कि होइन। पछि थाहा भयो। अनि उसले चाहिँ कस्तो भने अब म एक्लै गर्न सक्ने स्थिति मलाई लाग्थेन, अनि होइन ल गर्नुपर्छ भनेर चाहिँ भनिसकेपछि पछि बिचमा अब केही समय गरिसकेपछि अब बिजनेस गर्ने बित्तिकै चाहिँ प्रफिट आउँछ भन्ने छैन नि त होइन। लसमा गइरहँदाखेरि पनि उसले चाहिँ के भन्यो, अनि ल अब त मात्रै गर्नुपर्छ, एक्लै गर्नुपर्छ, म चाहिँ मेरो व्यवसाय फेरि अर्को भएको भएर अब एक्लै गर भनेर उसले मलाई एक्लै छोडिदियो त्यसपछि होइन। अनि त्यो भयो, त्यो गर्दाखेरि पनि मैले लगभग 3 वर्ष जस्तो त मलाई याद छ कि मेरो मिसेसले चढिरहेको थियो, त्यो बेलामा प्लेजर स्कुटी थियो, अनि अब रेन्ट त तिर्नु पऱ्यो सबलाई। रेन्ट तिर्नको लागि मैले त्यही मिसेसको चाहिँ स्कुटी बेचेर रेन्ट तिरेको पनि याद छ कि मलाई। अब मिसेसले चढिरहेको स्कुटी अब सधैँभरि त के खान सक्दैन नि त घरबेटीको, त्यो भएको भएर चाहिँ मैले त्यो स्कुटी बेचेर नै चाहिँ मैले रेन्ट तिरेर चाहिँ अगाडि बढेको थियो। त्यस्तो एकदम लसमा गइरहँदाखेरि पनि व्यवसाय चाहिँ छोडिनँ मैले। कतिको लगानी कति थियो सुरुवातमा तपाईँहरूको? लगानी हाम्रो स्टार्टिङमा त्यही 7.5 लाख जतिबाट सुरु गरेको, दुईजना मिलेर 3.5 लाख 3.5 लाख गरेर 3.5 लाख गरेर 7 लाखबाट सुरु गरियो। पछि कस्तो भयो भने स्टार्टिङ त्यतिबाट गरियो, पछि त अनि अब लसमा जाँदाखेरि अब हामीले थपिँदै गयौँ नि त। पहिलो स्टार्टिङ चाहिँ हामीले 3.5 लाखबाट सुरु गरियो दुईजनाले, त्यसपछि थप्दै जाँदा त पुगिहाल्यो नि, अब 50 कटिहाल्यो नि। स्टाफहरू नि हुनुहुन्थ्यो कि? त्यति बेला 2जना स्टाफ थिए। त्यसरी गऱ्यो, त्यो गर्दै जाँदाखेरि अनि अब धेरैले चाहिँ अब भन्ने अब बिजनेसै नसक्ने भयो, अब छोड्नु त भन्ने कन्डिसन नि थियो। त्यो भन्दाखेरि मैले होइन अब म यो ठाउँमा छोड्दै म यो गर्ने भएपछि जसरी हुन्छ गर्छु, म यसैमा सक्सेस हुन्छु भनेर निरन्तर 4 वर्ष जति त घाटामै गयो, म बेसरी घाटामा गयो। त्यसपछि यो ठाउँले पनि नसकेको हो कि भनेर फेरि मलाई चाहिँ त्यो घाटामै पनि अर्को ठाउँमा पनि खोल्नु लागेर 2 ठाउँ पसल खोलेँ। म चाहिँ त्यति बेला लाइन्स चौकमा थिएँ, पछि चाहिँ फेरि उता बिग बजारमा अर्को सटर पाएर त्यहाँ पनि पैसै हालेर सटरै किनेर ठाउँ अब गोडुली किन्ने थियो नि त, त्यो भएपछि त्यहाँ ठाउँै किनेर त्यो ठाउँमा जाँदाखेरि मलाई कस्तो ठाउँमा चाहिँ यसले पसल किन्न आयो भनेर त्यहाँ वरिपरिका चाहिँ जति फेन्सी गरेको साथीहरू थियो नि उहाँले नै मलाई गाली गर्नुहुन्थ्यो कि यो चलन नसकेको ठाउँमा फेरि त आयो, फेरि अर्को उता घाटा ला भन्दै थिएँ, त्यो त फेरि अर्को भनेर त्यहाँबाट सुरु गरेँ। त्यहाँ म जब टेकेर चाहिँ बिजनेस स्टार्ट गरेपछि त्यो ठाउँमा कहिले कुनै दिन पनि मैले चाहिँ
सिर्नु परेन कि मेरो डे 1 देखिकै व्यापारले यति राम्रो भयो कि मैले त्यो यताको त्यो 3-4 वर्षको लस त के सबै कुरो बिर्सेँ कि म अब सक्सेस हुँदै गयो भने कस्तो आफूलाई पनि एउटा चाहिँ मजा आउँदै गयो काममा अनि अझै डेडिकेट हुँदै गयो म सक्सेस त्यहाँबाट चाहिँ दोस्रो पसल पहिलो पसल खोलेर दोस्रो पसलबाट चाहिँ म सक्सेसमा चाहिँ रन गर्नु पाएँ के कुरा इम्प्रुभ गर्नुभयो जस्तो पहिलो पसलबाट तपाईँले एक्सपिरियन्स बटुल्नुभयो 4 वर्ष घाटामा गएर पनि एउटा अनुभव त त्यो त फेरि पैसाले किन्न नसकिने खालको हुन्छ यस्तो पनि रहेछ अब लोकेसनको कुराले पहिला चाहिँ अब जहाँ हामी बसिरहेको त्यहाँ चाहिँ अलिकति चाहिँ कन्स्ट्रक्सनको काम हुँदै थियो बाटोघाटो बनाउँदै थिए त्यसले गर्दाखेरि नि त्यहाँ चाहिँ बिजनेस त्यति हुन सकेन अब हामीले चाहिँ सुरुदेखि के गर्यो भने बजारमा फेन्सी धेरै छ नि त गुणस्तरसँगै चाहिँ कस्टमरलाई पनि चाहिँ हामीले जुन आउने ग्राहकहरू हुन्छ ग्राहकहरूलाई गरेको बिहेभियरले चाहिँ धेरै फरक पार्छ बिजनेसमा हामीले उहाँले कस्तो बिहेभियर गऱ्यौँ त्यही अनुसारको चाहिँ रिटर्न हुने हो होइन त्यो हिसाबले चाहिँ हामीले सुरुदेखि नै चाहिँ कस्टमरले कुनै बेलामा पनि हामीले चाहिँ त्यो हुन्छ नि अब उहाँहरूलाई चाहिँ एकदम उहाँहरूकै चाहिँ कुराहरू लिएर हामी चाहिँ अघि बढ्यौँ कि त्यो गरिरहँदाखेरि अब चाहिँ व्यवसाय हामीले पनि देख्छौँ नि कति पसलमा गएको देख्छौँ पसलमा गयो भने लयले चाहिँ नलाई हेर्छ जान्छ भने जस्तो चाहिँ सोचे हुन्छ नि त तर पनि हामीले चाहिँ 10 चोटि हेरोस् 15 चोटि हेरोस् हामीले मजाले सामान देखाउनुदेखि लिएर कस्टमरले चाहिँ अलिक भ्याल्युएर दिएर त्यो गरेको भएर नि चाहिँ अब गुणस्तर सँगसँगै हामीले चाहिँ कस्टमरलाई पनि एउटा खुसी र उहाँहरूबाट चाहिँ लिएको चाहिँ सुझावले चाहिँ व्यवसाय गरेर चाहिँ राम्रो भयो अनि केल्मीसँग के छ स्टोरी कसरी जोडिनु भयो केल्मीसँग के हुन्छ प्रोसेस केही थियो कि अरूले पनि एप्लाई गरेर थियो कि तपाईँहरूले ल हामी यस्तो थियो यसमा चाहिँ केल्मीको कुरा ल्याइहाल्नु अब यो सानो केही कुरा राख्नु चाहेँ यसमा चाहिँ यस्तो भयो अब मैले एउटा सुरुमबाट अर्को पनि आउटलेट खोल्दाखेरि म धेरै चाहिँ ब्रान्डहरूसँग जोडिने मौका पाएँ र इन्टरनेसनल ब्रान्डसँग जोडिने चाहिँ केल्मी मात्रै हो अरू चाहिँ अब ब्रान्डहरूसँग जोडिरहँदाखेरि धेरै चाहिँ ब्रान्डहरूसँग जोडेर काम गरिसकेपछि हुन्छ नि त अब सक्सेसफुल ब्रान्ड कसले बेचिरहेछ नानघाटमा चाहिँ सामान कसले धेरै बेचिरहेछ भन्ने किसिम हुन्छ नि त त्यो गर्दाखेरि पनि मेरो नाम आयो र पहिले सुरुमै चाहिँ गर्न मन थियो र सिजी ल्यान्डमार्कमा चाहिँ यसलाई अर्कै एकजना मेरो मित्रले गर्नुभएको थियो त्यो बिचमा त्यति राम्रो चाहिँ चितवन चल्न सकेन नसक्दाखेरि कोभिड भयो कोभिडको बेलामा चाहिँ कस्तो भयो भने अब एउटा च्यालेन्जै भयो त्यो बेलामा सबैजना चाहिँ अब आफ्नै जिन्दगी के हो नि भन्ने बेलामा चाहिँ मैले केल्मीसँग जोडिनु मौका पाएँ त्यही कोभिडले नै गर्दा चाहिँ मैले यो केल्मीसँग जोडिनु मौका पाएँ र यसरी जोडेँ केल्मीसँग चाहिँ कोभिडले गर्दा तपाईँको एक हिसाबले व्यवसायमा फड्को जस्तो के छ केल्मीसँग जोडेपछि कतिको राम्रो भइरहेछ होइन अभियसली नै अब इन्टरनेसनल ब्रान्डसँग जोडिसकेपछि एउटा रुल्सको कुरादेखि लिएर होइन डिसिप्लिनका कुराहरू सबै कुराले म्याटर गर्दछ किनकि के रुल्सहरू हुँदो रहेछ होइन नि अब जस्तै अब हामी त उनीहरूसँग चाहिँ अब हरेक कुराहरूको सिस्टम हुन्छ होइन पेमेन्टका कुराहरू अब अरू ब्रान्डहरूसँग पहिला हामीले काम गर्दाखेरि भनौँ न धेरै ठाउँमा क्रेडिटहरू पाइने भइसकेपछि हामीसँग नि क्रेडिटका कुराहरू हुन्थे हामीले आफै क्रेडिट पाएन भने बजारमा क्रेडिट हामी दिन पनि चाहिँ अलिकति असमर्थ भयौँ र मेन भनेको चाहिँ एउटा टिमवर्कले टिममा चाहिँ बसेर काम गर्दाखेरि सबै कुरा आफूले जानेको हुँदैन टिममा बसिसकेपछि चाहिँ टिमले धेरै कुरा सिकाउँदो रहेछ एकले अर्काले जानेको कुराहरू सेयरिङ गरिरहँदाखेरि हामीले चाहिँ अझ बिजनेस ग्रोथ गर्नु चाहिँ कसरी चाहिँ को मान्छेसँग चाहिँ कसरी डिल गर्दा चाहिँ हामीले आफ्नो बिजनेसलाई चाहिँ अगाडि रन गर्न सक्छ भन्ने कुराहरू नै ज्ञान हुँदो रहेछ त्यसले गर्दाखेरि चाहिँ यस ब्रान्डसँग जोडेर खुसी नै छु के फाइदा हुँदो रहेछ ब्रान्डसँग जस्तो टिमको कुरा गर्नुभयो अझै डिटेल्समा अलिकति जस्तो उनीहरूको आफ्नै मापदण्ड होला एउटा इन्टरनेसनल रिकगनाइज भएको ब्रान्ड पनि भयो आफ्नै भ्यालु उनीहरूले क्रिएट गरेर नै ब्रान्ड भयो नि त होइन के सिक्नुभयो खासमा ब्रान्ड चाहिँ कसरी बन्दो रहेछ अहिले तपाईँहरूले आफ्नै ब्रान्ड पनि सुरु गर्दै हुनुहुन्छ के भन्नु कमेरो भनेर ब्रान्ड चाहिँ कसरी बन्दो रहेछ खासमा नेपालमा सम्भवतः मलाई जानकार भएसम्म एउटा टिमलाई पनि स्पोन्सरको रूपमा चाहिँ अगाडि बढाउनको लागि केल्मीले ठुलो रोल प्ले गरे जस्तै हजुरले देख्न सक्नुहुन्थ्यो अगाडि अब हाम्रो यो क्यानसँगको चाहिँ एग्रिमेन्ट अलिक धेरै भएको छैन गएको केल्मीकै जर्सी लगाएर चाहिँ क्रिकेट खेलेको पनि देख्नुभयो होला र अहिले हामी एन्फासँग त्यस्तै गरी ताइक्वान्डो फुटबल के अरे एन्फा फुटबल भइहाल्यो होइन
ताइक्वान्डो सबैसँग चाहिँ अहिले हामी जोडिरहेका छौँ। त्यसले पनि के हुँदो रहेछ भने केल्मी समाजमा ठ्याक्क नोटिस भइहाल्ने कि अब स्पोन्सरको रूपमा अघि बढिरहँदाखेरि पनि कमसेकम ओहो प्लेयरहरूलाई पनि एउटा आफूलाई गर्विलो फिल हुने। अब स्पेनिस ब्रान्ड हो यो होइन, अझै इन्टरनेसनल ब्रान्डसँग जोडिएर चाहिँ आफू पनि त्यही गेम खेलिरहँदा पनि उनीहरूले चाहिँ प्राउडफुल लाग्ने। त्यसले गर्दा एउटा आत्मबल न हो। अहिले हामी अब यसरी बसेर चाहिँ गभर्न सक्नु पनि हामीसँग चाहिँ होइन डिजिटल चाहिँ कुराहरू राम्रो भएर नै चाहिँ एउटा साहस आएको न हो। त्यही चाहिँ रहेछ। र ब्रान्डको कुरामा चाहिँ के छ भने हामीले कमेरो चाहिँ कसरी सुरु गऱ्यौँ भने जति पनि चाहिँ अब अहिले धेरै विदेशी रहेको अवस्थामा चाहिँ अब युवाहरू धेरै विदेशी रहेको अवस्थामा पनि हामीले चाहिँ एउटा थिम के दियौँ भने नेपाली कल्चरसँग चाहिँ रिलेटेड एउटा फिल्ड हुन्छ नि। अब म नेपालमा बस्छु होइन, यस्तै किसिमको चाहिँ स्लोगनहरू भएर अब हामीले चाहिँ विभिन्न किसिमको चाहिँ कल्चर कुराहरू जोडेर चाहिँ एउटा ब्रान्डिङ गऱ्यौँ। त्यो चाहिँ हामीले सोचेको थिएनौँ कि आज यतिको चाहिँ सेल्स हुन्छ, तर धेरैले चाहिँ रुचायो। किनकि हाम्रो अझ नेपालभन्दा पनि विदेशमा चाहिँ धेरै जान्छ हाम्रो कमेरो भनेको चाहिँ कपडा मेरो भन्न खोजेको हो र हामीले चाहिँ त्यसलाई चाहिँ सर्टकट गर्दाखेरि कमेरो भनेको अब पहिला चाहिँ त्यो लिप्ने माटोलाई चाहिँ कमेरो भन्थ्यौँ नि हामीले। त्यस्तो किसिमको नि भयो। एउटा भनौँ न सर्ट फर्ममा चाहिँ अझ राम्रो भइदियो कि सुगन्ध भइदियो कमेरो कपडा मेरो भनेको। खासमा सोच चाहिँ कसरी आयो आफ्नै ब्रान्ड सुरु गर्नुपर्छ भनेर सुरुवातमा हुन्छ नि त? यसमा चाहिँ यस्तो छ, मलाई भन्दा पनि मेरो आफ्नै भाइलाई, मेरो भाइ पनि बिजनेसमा कान्छो भाइ, माइलो भाइ त विदेशी नै छ होइन। र कान्छो भाइ चाहिँ कस्तो भयो भने ऊ आफै फरक सोचको मान्छे छ। ऊ चाहिँ अब सङ्गीतसँग नि त्यत्तिकै रिलेट होइन। अनि त्यसपछि अब होइन केही गर्नुपर्छ भने युवा जुनुन, अनि ऊ पनि अब बाहिर जानुपर्छ भन्ने सोच भइरहँदाखेरि पनि मैले नै चाहिँ होइन स्वदेशमा पनि केही गर्न सकिन्छ भन्ने हिसाबले चाहिँ उसलाई पनि यहीँ राखेर उसले पनि चाहिँ सँगसँगै चाहिँ काम गर्ने मौका मिल्यो। र यो कमेरो बनाउनमा मेरो भन्दा पनि चाहिँ मेरो भाइको कान्छो भाइ सुरज पण्डितको चाहिँ एकदम उसैको चाहिँ रोल छ यसमा चाहिँ। अझ मलाई भन्दा पनि मेरो भाइलाई अझै विशेष डिटेल छ कि किनकि उसलाई मैले यो पार्टको कुराहरू सबै उसैले गर्छ। भनेको तपाईँहरूको नेपालमा भन्दा पनि विदेशमा राम्रो छ सेल? नेपालमा भन्दा पनि विदेशमा अझै बेसी जान्छ किनकि हामी चाहिँ अलिक कल्चरिङ कुराहरू चाहिँ प्रिन्टहरू हुन्छ, जस्तै हुडीहरू, क्यापहरू, अब नमस्ते होइन, ओम नमः शिवाय यस्तो किसिमको चाहिँ क्यापहरूमा नै हामीले प्रिन्ट गर्छौँ। त्यो चाहिँ स्वदेशमा भन्दा पनि विदेशमा चाहिँ अझै बेसी जान्छ। कसरी डेलिभर गर्नुहुन्छ त्यो सामानहरू? हामीले यहाँबाट डिएचएलै गर्ने हो, कुरियर मार्फतले जान्छ। अलिकति कस्टली चाहिँ हुन्छ यहाँबाट पठाइदिँदाखेरि, त्यसरी जान्छ। कति वर्ष भयो तपाईँहरूले यो सुरु गर्नुभयो कि वर्ष भयो कि महिना भयो कि के छ? होइन अहिले तेस्रो वर्षमा रनिङ छ कमेरो चाहिँ। अनि अझ व्यवसायमा रन गर्नको लागि हामीले एउटा व्यवसाय मात्रै नभइकन हामी चाहिँ सामाजिक उत्तरदायित्व पनि चाहिँ वहन गर्नुपर्छ। चाहिँ सामान बेच्नु मात्रै होइन र समाजमा पनि आफू चाहिँ एउटा नेतृत्वमा चाहिँ हुनुपर्छ भन्ने हिसाबले जब मैले 2016मा चाहिँ जेसिआई नारायणघाट प्रवेश गर्ने मौका मिल्यो। जेसिआई नारायणघाट प्रवेश गरिसकेपछि चाहिँ एउटा सामाजिक उत्तरदायित्वको कुराहरू आफू चाहिँ समाजमा चाहिँ कसरी चाहिँ गर्न सकिन्छ, व्यवसायले पनि एउटा कसरी चाहिँ जोड्न सकिन्छ भनेर 2016मा चाहिँ जेसिआई नारायणघाटसँग जोडिदिएँ। त्यसले पनि मलाई एउटा ठुलो चाहिँ शिक्षा दियो। टाइम म्यानेजमेन्टका कुराहरू होइन, नेतृत्व विकासका चाहिँ कुराहरू, सामाजिक उत्तरदायित्वका कुराहरू चाहिँ मैले जेसिआईबाट सिकेँ। त्यसलाई आफ्नो व्यवसायमा ढालिरहँदाखेरि अझ व्यवसाय चाहिँ किनकि हामी सानो घेरामा थियौँ भने एउटा संस्थासँग जोडिरहँदाखेरि त्यहाँ गएर सिकेका कुराहरू आफ्नो व्यवसायमा चाहिँ लिएर आउँदाखेरि र ती जति पनि चाहिँ भेटघाट भयो नि त्यो एउटा सर्कलले पनि आफ्नो व्यवसायमा पनि धेरै राम्रो भनौँ न। मलाई त जहाँसम्म लाग्छ जेसिसमै लागेर 80% मेरो व्यवसाय बढाएको चाहिँ मैले जेसिसमै प्रवेश गरेँ जस्तो लाग्छ। र त्यो सँगसँगै अब एउटा सामाजिक उत्तरदायित्व पनि बढ्दै गयो र नेतृत्वमा पुगौँ भने पनि फेरि हुटुटी हुँदै जाँदै अहिले 2026को अध्यक्ष पनि हुने मौका पाएँ। तपाईँलाई बधाई पनि छ होइन। खासमा यो जेसिसले गर्ने कामहरू चाहिँ के हो थोरै हाम्रो दर्शकहरूलाई? यस्तो छ,
18 वर्षदेखि 40 वर्षसम्मका युवाहरूलाई नेतृत्व विकास गरी समाजमा हस्तान्तरण गर्ने नै एउटा जेसिस हो। जेसिसमा लागिरहँदाखेरि एउटा फेरि कस्तो चाहिँ राम्रो कुरा छ भने 1 year 1 post हो। तपाईँ 1 वर्षभन्दा त्यो पदमा बस्न नि पाउनुहुन्न, 1 वर्षभन्दा चाहिँ धेरै रिपिटेड हुनु त्यो पोस्टमा रिपिटेड हुन नि पाउनुहुन्न। एकदम 1 वर्षको चाहिँ एकदम च्यालेन्जिङ टाइम हुन्छ। जेसिसमा हामीले त्यो टाइमिङलाई लिएर हिँड्दाखेरि पनि हामीले आफ्नो चाहिँ व्यवसायलाई पनि के टाइमिङमा लानलाई चाहिँ ओहो यसरी चाहिँ गर्नुपर्ने छ, नेतृत्वमा यसो गर्नुपर्ने छ भन्ने कुराहरू चाहिँ जेसिसले सिकायो कि। तपाईँको जेसिसमा एउटा नेतृत्व विकास गर्ने हो मेन त, आफू बन अनि समाज बनाऊ भन्छ। जेसिसबाट धेरै कुराहरू छ। अब आफूले त्यो त एउटा समुद्र हो, त्यहाँबाट कति उगाएर लिने भन्ने कुरा त आफैमा डिबेट हुने कुरा हो। एउटा स्टडीले के भन्छ भन्दा यदि तपाईँले कसैलाई सहयोग गर्नुहुन्छ भने त्यो गर्दा यदि तपाईँले एउटा खुसीको सोर्स नै हो त्यो होइन, आनन्दको सोर्स नै हो भन्ने छ। अनि त्यो त्यसले गर्दा सक्सेस हुन्छ भन्ने छ। अब हाम्रो त तपाईँको कल्चरै छ नि त दान गर्ने भन्ने त होइन। अघि तपाईँले जोड्नुभयो विकास पुडासैनी भनेर साथीको कुरा जोड्नु भएको थियो प्रसङ्ग। साथीले गर्दा इन्करेज गरेर मेरो आँटै थिएन, यदि त्यो साथी नभइदिएको भए मैले व्यवसाय नै सुरु गर्थिनँ भन्नुभयो। खासमा सम्बन्ध भनेको चाहिँ के रहेछ तपाईँको बुझाइमा? साथीसँग, परिवारसँग होइन, के हो खासमा सम्बन्ध भने? अनि यस्तो अब परिवारकै रूपमा अब भनौँ न आफूलाई अझ बढी चाहिँ जिम्मेवारी हुन्छ। साथी भनेको हरेक कुराहरू चाहिँ सेयर गरिन्छ होइन। अब आफ्नो परिवारसँग गर्न नसकेका कुराहरू पनि साथीसँग सेयरिङ गरिन्छ नि त। त्यो हिसाबले चाहिँ साथीको सम्बन्ध र परिवारको सम्बन्ध त बेग्लै नै रह्यो। त्यसलाई त मैले केही चाहिँ विश्लेषण गर्नु परेर होइन, सबैले बुझ्नु नि भएको छ। मलाई चाहिँ त्यो बेलामा त्यस्तो लाग्यो, साथीले चाहिँ किनभने 2 जना मिलेर गरौँ नि त भन्नु नै आँट थियो। किनकि म एक्लै गर्न त गर्थेन पनि त्यो थाहा थिएन नि त। अब साथीले त्यो आँटले नै आज चाहिँ एउटा साथीमा चाहिँ त्यो आँटले नै चाहिँ सक्सेस भयो भन्ने लाग्छ। सम्बन्ध भनेको चाहिँ के रहेछ खासमा? कसैसँगको पनि के जस्तो तपाईँ हामी बस्यो नि त एक हिसाबले, यो पनि एउटा सम्बन्ध हामीले स्थापित गरेँ। म चाहिँ यसलाई पनि बिजनेसकै रूपमा लिन्छु सम्बन्ध, एकदम बिजनेस। किनकि मैले तपाईँले जस्तो व्यवहार गरेँ हजुरले मलाई त्यस्तै नै व्यवहार गर्ने हो होइन। आज तपाईँसँग बोलिरहेको छु, भोलि अब ओहो होइन त्यहाँ सन्तोष दाइको पसल जाउँ न त एकचोटि, त्यो माहौल बनाउने त्यो चाहिँ मेरो पसलसम्म चाहिँ सपिङ गर्न आउनको लागि माहौल बनाउनु त मैले नै हो नि त होइन। आज हामी भेटेर चाहिँ एउटा राम्रो सम्बन्ध क्रिएट गर्न सक्यो भने भोलि अब तपाईँलाई नै चाहिँ होइन अर्को साथीलाई पनि होइन ओहो सन्तोष दाइ त्यति मजाको छ नि जाउँ न दाइको चाहिँ पसल, सामने नकिने पनि एकचोटि हेर्न त पुगौँ भनेर अरू 2 जना साथी तपाईँले बोकेर जानुहुन्छ। तपाईँको साथीले फेरि अरू 2 जना बोकेर जाँदा यसै यही त हो नि। मैले यसलाई सम्बन्धलाई पनि एउटा चाहिँ नजिकबाट चाहिँ आत्मीयता साटासाट गर्ने होइन, एउटा चाहिँ फेरि चाहिँ भोलि काहीँ भेट्दा पनि ओहो ल है भन्ने किसिमको माहौल पनि आफैले हो। त्यसले गर्दा यो सम्बन्ध भन्ने कुरो चाहिँ साथीको अब घरको होइन एउटा परिवारको छुट्टै हुन्छ, तर साथीसँगको सम्बन्ध चाहिँ अझै बेस्ट हुन्छ, मजा हुन्छ नि त। किनकि अब एउटा चाहिँ क्राइटेरिया हुँदैन, सबै कुराहरू चाहिँ ल है भनिन्छ। यस्तो निराशा भइरहेको बेलामा गरिरहनु भएको छ नि त राम्रो एउटा पोजिटिभ मेसेज पनि हो नि त यो हामी जस्तो युवाहरूको लागि। ब्रान्ड स्थापित गर्दै हुनुहुन्छ एउटा होइन, त्यो पनि एउटा पछि त्यो ब्रान्ड विदेशतिर अहिले गइरहेको तपाईँको सामानहरू भने एउटा राम्रो केल्मी जस्तै ब्रान्ड बनाओस्, हाम्रो चाहिँ शुभकामना पनि छ तपाईँहरूलाई होइन। जस्तो यो पैसा भनेको चाहिँ के रहेछ? पैसा सबै कुरा हो के लाग्छ यो दौरानमा तपाईँले कसरी बुझ्नुभयो पैसालाई यो व्यवसायको दौरानमा? व्यवसाय नगर्दाखेरि सबै थोक पैसा हो जस्तो लाग्थ्यो। किनकि अब हामीले व्यवसाय गर्दाखेरि पनि सबै कुरा ल पैसाले चाहिँ हुने हो कि हामीले चाहिँ पैसा नभए पनि अहिले चाहिँ इन्टरप्रेनर हुनको लागि सामान्य हामीले चाहिँ अब अहिले एकैचोटि नेपालीलाई कस्तो हो भने धेरै चाहिँ एकैचोटि चाहिने। हिजोको दिनमा त म पनि 2-4 वर्ष त त्यसै चाहिँ रोएर बसेको थिएँ नि त, तर पनि आफ्नो चाहिँ त्यो काम पेसामा प्यासन रहे, त्यही कामलाई चाहिँ कन्टिन्युटी दिएँ। यहाँ के छ भने आजको भोलि नै कमाउँ भन्ने हिसाबले चाहिँ अलिकति युवाहरूको सोच अलिकति परिवर्तन छ। त्यो उहाँहरूलाई हामीले कसै चाहिँ म आफैले कसै चाहिँ गर्नुपर्छ भन्ने जस्तो लाग्छ भने हामीलाई म एउटा
म यो व्यवसाय गर्छु अथवा म यो काम गर्छु भनेर उहाँले जुनुन लिनुभयो भने उहाँसँग अहिलेको हाम्रो बेलामा त्यो बेलामा चाहिँ अलिकति पैसा चाहिन्थ्यो सुरु गर्नलाई, किनकि यत्तिकै बिना प्लेटफर्महरू थिएन। अहिले त म यो व्यवसाय गर्छु भन्यो भने इन्भेस्ट गर्ने मान्छेलाई चाहिँ त्यति गाह्रो छैन, किनकि इन्भेस्ट गर्ने अलिक कति छन् होइन। त्यो भएर आफूमा म केही गर्छु भन्ने जुनुन हुनु पऱ्यो। साथी पनि विदेश गयो, म पनि विदेशै जाने त हो नि भन्नु थाल्यो भने त अब के नै रहेर होइन। म चाहिँ म जति पनि साथीहरू के यो जति चाहिँ पनि अब युवा साथीहरू छन् नि, आफैमा सङ्कल्प चाहिँ हुनु पऱ्यो म यो काम गर्छु, मैले चाहिँ यो काम गरेर चाहिँ म अगाडि बढ्छु भनेर एउटा प्लान मात्रै लिएर आयो भने इन्भेस्टर त अलिक कति छन् नि। विचार ठुलो भयो अहिले, आइडिया ठुलो होइन। त्यो म गर्छु भने जुन एउटा प्रोजेक्ट त लिएर पैसा कमाउने अथवा कुनै बिजनेस गरेर राम्रो सक्सेस भयो, जस्तो एजेन्जी आन्दोलनकै बेलामा हेरौँ न, एउटा राम्रो ब्रान्डको रूपमा स्थापित भइरहेको छ नि त भाटभटिनी लगायतका कम्पनीहरू। अब त्यो कम्पनीहरूलाई आगो लगाए मान्छेहरूले होइन। त्यो हुँदाखेरि तपाईँ नेपालमा केही गर्छु भनेर बस्नु भइरहेछ होइन। के भयो, के आयो मनमा सोच हुन्छ नि त। त्यो जब भाटभटिनी सिंहदरबार जलेको दृश्य देख्नुभयो नि तपाईँले, के आयो मनमा? चाहिँ निराशा भयो के भयो तपाईँको मनमा? होइन, अवश्य नै अब नेपालमै बसेर व्यवसाय गरी चाहिँ हामी युवाहरूलाई अब अलिकति परिवर्तन त चाहेकै हो। सबै अहिले चाहिँ जनताले चाहिँ परिवर्तन चाहेकै छन्, तर एउटा व्यापारिक प्रतिष्ठित ठाउँमा हमला हुनु भनेको चाहिँ देशकै लागि पनि राम्रो होइन, किनकि त्यति अब कति हजारजनाले त रोजगार पाइरहेको छ नि त। अब रोजगार पाइरहेछन्, भले होला केही कुरामा चित्त दुखाइ सबै ठाउँमा हुन्छ, किनकि मसँग नि अहिले चाहिँ 7-8जना चाहिँ स्टाफहरू छन् होइन। चाहिँ एउटामा अब अर्कोमा 4-5जना छन्, त्यसरी गर्दाखेरि मसँग नै लगभग 12-15जना चाहिँ स्टाफ रहिरहँदाखेरि सबैको चित्त त मैले पनि बुझाउन सकेको हुँदैन नि त होइन। अब उहाँहरूले पनि एक हिसाबले अब अहिलेको म आफैले पनि त्यतिजनाले चाहिँ रोजगार दिन सक्नु भनेको पनि चाहिँ एउटा प्लस पोइन्ट हो नि त। र भाटभटिनी जस्तो एउटा व्यापारिक प्रतिष्ठानमा चाहिँ त्यत्रा बिना चाहिँ जब होल्डरहरू भइरहेछन् होइन, त्यत्रोजना चाहिँ भइरहँदाखेरि व्यापारिक प्रतिष्ठानमा चाहिँ जति जेसुकै भए पनि हमला नभइदिएको भए हुन्थ्यो। परिवर्तन त चाहेको छ नि, नेपालले परिवर्तन त आफै पनि चाहेकै छ, तर व्यापारिक प्रतिष्ठानमाथिको हमला चाहिँ राम्रो होइन भन्ने चाहिँ मेरो पनि उस छ। यसमा व्यवसायको हिसाबले चाहिँ कस्तो लाग्यो? त्यो त नराम्रो भयो होइन। तपाईँलाई चाहिँ के लाग्यो? अब तपाईँको नि आफ्नो लगानी छ नि त होइन, पसल छ, ठ्याक्कै के भयो मनमा चाहिँ के लाग्यो क्या? मैले त्यो बुझ्न खोजेँ क्या। भोलि बिहान तपाईँ पनि त्यही लेभलमा पुग्न सक्नुहुन्छ नि त। त्यो त मान्छेको प्रोग्रेस हुँदै जाँदाखेरि जुन तरिकाबाट तपाईँले लाइन्स चोकमा भएको सटर बन्द भनेको त्यो सँगसँगै उता खोल्नुभयो होइन। तपाईँले अरू प्लानिङ गर्दै जाँदा एउटा यसमा चाहिँ मलाई यस्तो लाग्छ, अब जसरी भविदेवी एउटा अस्ति जेएनजी आन्दोलनमा भयो नि, त्यो कुराले चाहिँ हामीले के चाहिँ गर्नु नि, भोलि हामी सानो व्यवसाय गरेछौँ भने पनि इन्सुरेन्स चाहिँ गर्नु पऱ्यो। हामीलाई एउटा बचाउने भनेको इन्सुरेन्स हो। मैले चाहिँ अब कति साथीहरूले भन्छन् इन्सुरेन्स किन गर्ने, त्यसै वार्षिक पैसा तिर्नुपर्छ। जसलाई अस्ति पऱ्यो, जस्तै भाटभटिनीले पनि यति कमब्याक आउन त उहाँहरूको पनि एउटा चाहिँ इन्सुरेन्स थियो, त्यसले पनि रिकभर भयो नि त। र व्यवसाय सुरु गरिरहँदाखेरि हामीले आजको कमाइ मात्रै नहेरौँ, काउन्टरमा आएको चाहिँ आज आएको चाहिँ ल मानौँ 100 रुपियाँ आयो भने त्यो 100 रुपियाँ हाम्रो होइन नि त। अब त्यहाँ त लगानीका कुराहरू छन्, खर्चका कुराहरू छ, सबै घटेर आउने भने हाम्रो त्यही 5-7 रुपियाँ न हो। त्यसलाई पनि हामीले अब त्यही 100 रुपियाँ नै हामीले कमाएको भन्नु थालेर हेऱ्यो भने त भोलि त व्यवसाय त टिक्दैन। त्यसले गर्दाखेरि व्यवसाय सँगसँगै इन्सुरेन्स पनि इम्पोर्टेन्ट हो है भनेर चाहिँ यो जेएनजी आन्दोलन चाहिँ धेरैले पाठ सिकायो। किनकि अब भोलि व्यवसायमा त जिरोमै जाने हो नि त। भोलि तोडफोड भएर चाहिँ अब भनौँ न हुलदङ्गा भयो भने त हाम्रो व्यवसाय त जिरोमै हो। त्यसले गर्दा इन्सुरेन्सले पनि रिकभरको बाटो चाहिँ हुँदो रहेछ, इन्सुरेन्स पनि गर्नुपर्छ भन्ने कुरा चाहिँ यो सानो चाहिँ व्यापारीहरूलाई एउटा सिक्ने मौका पनि मिल्यो। व्यवसाय गर्दै जाँदा कहिले रमाइलो छेड हुन्छ, कहिले दुःख हुन्छ होइन। अब तपाईँको लाइफमा पनि त्यस्तो छेडहरू होला नि, कुनै रमाइलो छेड एउटा र सबैभन्दा दुःख लागेको व्यवसाय गर्दै गर्दा कसैले केही भनेर अथवा व्यापारकै सिलसिलामा दुःख लागेको कुराहरू छेडहरू थोरै सम्झिन्। अब ठ्याक्क दुःखको कुरा त मैले अघि नै भनिहालेँ। मैले चाहिँ मेरो मिसेसले चढिरहेको स्कुटी चाहिँ होइन बेसी चाहिँ रेन्ट परेको त्यो दुःख। अब कस्तो भयो होला, चढिरहेको चाहिँ साधनै बेचेर चाहिँ होइन रेन्ट दिनु पर्दाखेरि चाहिँ
पसलको रेन्ट दिनु पर्दाखेरिको त्यो बेदा त भइहाल्यो। खुसी कुराहरू त अब अझै अगाडि बढ्दैछु, अझै खुसीहरू बढ्दै जालान्। अझै त्यो त म अझै रहनुमै छु, किनकि अझै गर्दैछु, अगाडि बढ्दैछु। त्यो खुसीको बेला पनि आएछ, अझै सेयर गरौँला अझै मजासँग। यदि तपाईँ अहिले 20-25 वर्षको उमेरको हुनुहुन्थ्यो भने नेपालमा अपर्च्युनिटी नदेखेर विदेशिने युवाहरू पनि त्यत्तिकै छन् नि त, तपाईँहरूकै उमेरमा पनि त्यो थियो। त्यति बेला तपाईँहरूको उमेरमा चाहिँ के कारणले मान्छे विदेशिन्थे? अहिले त धेरै अपर्च्युनिटीहरू आइसकेको छ कि के छ मार्केटमा, होइन? के लाग्छ तपाईँलाई त्यति बेलाको समय र अहिले? होइन, अझ म त त्यो बेलामा बरु विदेश अलिक कम जान्थेँ, होइन? अहिले चाहिँ विदेश के भयो भने फेसन जस्तो भयो कि। अब हाम्रो समाजमा के भयो भने पल्लो घरको चाहिँ भाइ पनि गएको छ, अब उता अर्को साथी पनि गयो, यहाँ भएको चाहिँ उसैकै साथी 5 जना भयो, 5 जनामा चाहिँ 4 जना विदेश, एक्लै त फ्रस्ट्रेसन भएरै भएदैन कि। कस्तो पनि 4 जना साथीले भिडियो कल गरिदिरहेको हुन्छ विदेशमा बसेर, अब उहाँको काम के कसो भन्दा पनि फेलोसिपै त हो नि। अनि ल त के बसिरहेको उहाँ, ल आइज भनेर भनेको हिसाबले चाहिँ एउटा यो चाहिँ विकृति कसरी चाहिँ भयो भने साथी गयो, म चाहिँ किन नजानु सक्ने, आएर यहाँ बस्ने मान्छे किन काम विदेश जान नसकेर बसेको त मात्रै देखियो कि ट्रेन अहिले। त्यो सोचाइ नै गलत भयो नि त, किनकि यहाँ विदेश जान नसकेर चाहिँ यहाँ बसेको त होइन नि त। अहिलेका यो जुन टिनेजरहरू छन्, अब सबै साथीहरू विदेश गएको छन्। अनि अब म चाहिँ किन चाहिँ म चाहिँ जान नसकेर बसेको क्या भनेर छिमेकीले भनिदिनु भयो कि, ओ तेरो मिलेन कि जान सकिँदैछ त, त्यही भएर नेपाल बस्यो भन्ने किसिमको चाहिँ एउटा प्रवृत्ति चाहिँले गर्दाखेरि पनि अझ विदेशी रहेछन् कि मलाई त्यो लाग्छ। समस्या हुन थाल्यो अब विदेश गएन भने बिहे नै केटी नै नपाउने खालको समस्या देखिरहेको। त्यसले गर्दाखेरि चाहिँ यो ट्रेनले चाहिँ अब सबै गयो, म चाहिँ किन बस्नु भने जस्तो चाहिँ भइदियो कि अहिले यहाँ। र एउटा जो चाहिँ एउटा टिनेजरकोमा पनि अहिले धेरै टेक्नोलोजीहरूले गर्दाखेरि धेरै कुराहरू चाहिँ सुविधा छ। मैले भने अहिले पैसै कुनै व्यवसाय गर्छु भन्यो भने पैसा चाहिँदैन कि, इन्भेस्टरहरू कति छन्। तर म यो व्यवसाय गर्छु, एसएचजी गर्छु भनेर एउटा प्लान त दिनु पऱ्यो। त्यो प्लानमा चाहिँ आफूले पनि एउटा केही सिकेर अब आफूले म त्यो कामले चाहिँ म प्रपरली गर्छु भनेर प्लान दिन सक्यो भने इन्भेस्ट त अहिले जस्तो थोरै तपाईँले देखेका अहिले अब नेपालमा चितवनको मार्केटमा देखेका केही सम्भावनाका कुरा गरौँ। के व्यवसायको सम्भावना छ अहिले चितवनमा, होइन? त्यो भनिदिनु थोरै। यसमा त मलाई यस्तो लाग्छ, मेन भनेको त अब चितवन नेपालको एउटा हबको रूपमा लाग्छु मैले त, किनकि अब हस्पिटलको क्षेत्रमा अगाडि नै छ। त्यहाँ माथि विशेष भनेको त हाम्रोमा पर्यटन नै हो कि। चितवन सबै ठाउँतिर आएर बस्ने केन्द्रको ठाउँ हो। यहाँलाई हामीले पर्यटन मात्रै विकास गर्न पायो भने लगभग मलाई चाहिँ धेरैले चाहिँ चितवनमै रोजगारी सँगसँगै पर्यटनको क्षेत्र चाहिँ म धेरै राम्रो देख्छु यहाँ। अब सबैले त्यसमा चाहिँ अलिकति एनालाइसिस गऱ्यो भने चाहिँ मलाई चितवन चाहिँ अझ केन्द्र जस्तो लाग्छ कि। सबै हामीले राजधानी काठमाडौँ भने तापनि मलाई चाहिँ चितवन जस्तो लाग्छ। अघि तपाईँले थोरै प्रसङ्ग उठाउनु भयो, एउटा दिमागमा आइडिया भए पछाडि अहिले आर्थिक रूपमा पैसा नभएर कुनै आइडिया त्यत्तिकै मर्दैन भन्नुभयो। जस्तो मेरो विचारमा एउटा आइडिया आयो एउटा बिजनेसको, मलाई त खतरा लाग्ने भयो नि त मेरो आइडिया। त्यो आइडिया आयो भनेपछि मैले कसरी चाहिँ इन्भेस्टरसम्म रिच गर्न सक्छु। एकजना युवा, म जस्तो युवाले एउटा बिजनेसको आइडिया निकाल्यो, यसलाई इम्प्लिमेन्ट गऱ्यो भने खतरा हुन्छ, यसले व्यापार बनाउँछ, बिजनेस क्रिएट गर्छ भन्ने भयो भने कसरी चाहिँ त्यसलाई बिजनेस बनाउला, के प्रोसेसबाट रिच गर्ने होला पैसासम्म पुग्नलाई, त्यसलाई कसरी इम्प्लिमेन्ट गर्न सकिएला अहिले? यस्तो छ, चितवनको हबमा चाहिँ अब अहिले त नेपालमा पनि सार्क टाइम चलिरहेछ नि, होइन? त्यसले पनि चाहिँ एउटा इन्भेस्टको लागि चाहिँ अब हाम्रै अहिले यहीँ पनि छन्, चितवनमै पनि छन् 2 जना चाहिँ व्यापारी चाहिँ अहिले व्यापार गरिरहेको साथीहरू चाहिँ उहाँहरूले फन्डिङ लगभग 40-50 लाख रुपियाँको फन्डिङ लिएर आएर उहाँहरूले चाहिँ फन्ड लिएर आएर चाहिँ होइन एउटा सहयोगको रूपमा चाहिँ फन्ड लिएर चाहिँ व्यवसाय सुरु गर्नु भएको छ। हामीले चाहिँ जस्तै तपाईँसँग प्लान छ भने अब त्यो प्लानलाई नै प्रपरली चाहिँ तपाईँले पनि मलाई विश्वास दिलाउन सक्ने किसिमको चाहिँ गराउनु पऱ्यो नि। त्यसलाई चाहिँ अब प्लान त सबै साथीहरूसँग हुन्छ नि, टिनेजरसँग हुन्छ नि, तर त्यसलाई पनि हजुरले चाहिँ एउटा कन्भिन्स गराउन सक्ने चाहिँ पावर र त्यो प्लान पनि चाहिँ अब त्यो एन्सरको चाहिँ भयो भने अब हामी पनि एउटा चाहिँ इन्टरप्रेनर हौँ, होइन? म युवा उद्यमी मञ्चको पनि कार्य समिति सदस्य छु। कस्तो भने हामीसँग चाहिँ ग्रुप छ अहिले पनि चाहिँ
अब ठुलो लगानीले त होइन, सानो लगानीको लागि स्टार्ट गरौँ भन्यो भने मसँग नि सम्पर्क गर्नुभयो भने मैले पनि इन्भेस्ट चाहिँ गराइदिन सक्छु। साथीहरू एउटा साथीहरूको चाहिँ ग्रुप छ होइन। कतिसम्म त्यसलाई चाहिँ हुन्छ हजुरहरूले त्यो व्यवस्था चाहिँ? होइन यस्तो हो नि, हामीले त अब प्रोजेक्ट हेर्छौँ नि, त्यसपछि अब तपाईँको प्लान के छ, कति वर्षमा हामीले के गर्न सकिन्छ, त्यसलाई त एउटा ठ्याक्कै चाहिँ अब आइडिया अनुसारको चाहिँ हाम्रो इन्भेस्ट गर्छौँ। तपाईँलाई चाहिँ कसरी सम्पर्क गर्ने युवाहरूले भनौँ न? आफ्नै नम्बर रहेको छ 98 550 64 032। फेरि अनावश्यक कल चाहिँ नगरौँ होइन, यदि त्यस्तो छ भने मात्र कल गरौँ, फेरि गलत तरिकाबाट चाहिँ त्यो पनि भएर चाहिँ म अहिले मेरो चाहिँ पसल छ बिग बजारमा केलमिसहरू, हजुरहरूले त्यहीँ गएर पनि एकचोटि चाहिँ खोइ दाइ भनेर चाहिँ भेट्न सक्नुहुन्छ। अब कति गएको रहेछ भने टाइम लिएर भेट्न सकिन्छ। सोच पहिला बदलौँ, हामी आफै बदल्ने, देश त आफै बदलिने, त्यसै नै छ। समय हो, समय चक्रअनुसार चल्ने नै छ। पहिला मेन भनेको नि हामी यो आफैमा सक्षम हुनु पऱ्यो, आफ्नो दिमाग पोजिटिभ गर्नु पऱ्यो कि। नेगेटिभ सोचेर अर्कोलाई गाली गर्दैमा चाहिँ आफू अघि बढेर भएन नि त। हामी आफूमा पोजिटिभ थिङ्क लिएर अगाडि बढौँ। युवाहरू विदेश जानै पर्दैन, यहीँ धेरै प्रबल सम्भावनाका चाहिँ सम्भावनाहरू छन्। यसमा चाहिँ हामी अगाडि बढौँ। विदेश नै हो कि, त्यहाँ गइसकेपछि त्यहाँ कल्चरले गर्दा हामी फर्किनु मन लाग्छ। तपाईँको कुन देश घुम्नु भएको छ तपाईँ साँच्ची? म यही बिजनेसकै सिलसिलामा अहिलेसम्म 9वटा देश घुमेँ। सिङ्गापुर, भियतनाम, कतार पनि जाने मौका पाएँ। कतार वर्ल्ड कप हेर्न गएँ। कतार, अब चाइना त म बिजनेसकै सिलसिलामा गएँ। अनि दिल्ली चाहिँ कस्तो भयो नि, मैले आफ्नै व्यवसायमा त्यो चाहिँ 4-5 चोटि नै गएँ, किनकि चाहिँ फ्लाइटबाट सामान चाहिँ मेरो हामीसँग चाहिँ बिजनेसकै सिलसिलामा यति नै। अरू त अब सबभन्दा मन परेको देश चाहिँ कुन हो तपाईँलाई? होइन यस्तो हो नि, सानो ठाउँमा पनि धेरै गर्न सकेको भने त सिङ्गापुरलाई हेर्नु न। तपाईँ आज पनि तपाईँ सिङ्गापुर जानुहुन्छ भने अनअराइभल भिसा हो। अरू देश अन्त अब जानलाई चाहिँ कति चाहिँ उ छ। अब त्यही ठाउँको चाहिँ विकास हेऱ्यो भने हामी कहाँ छौँ, देश कहाँ छ भने जस्तो चाहिँ एउटा हुन्छ होइन। त्यहाँबाट नि मैले धेरै सिक्ने मौका चाहिँ पाएँ। आफूले चाहिँ हामीले चाहिँ कहाँ रहेछौँ, कसरी रहेछौँ, के चाहिँ रहेछौँ भनेको चाहिँ विदेशबाट पनि धेरै सिक्ने मौकाहरू चाहिँ पायौँ। अबको 10 वर्षपछिको नेपाल कस्तो होला तपाईँको एउटा इमेजिनेसनमा होइन? अब कस्तो होला? खत्रै हुन्छ होला कि कस्तो होला त? होइन, साँच्चै नै राम्रो हुन्छ। हामी नराम्रो त सोच्नै हुँदैन, राम्रै हुन्छ होइन। मैले त अझ के भन्छु, 10 वर्षमा चाहिँ हामी आफै नै चाहिँ यो विदेशीहरू पनि घुम्नको लागि यहाँ चाहिँ अझै अहिले त अब पर्यटनहरू पनि घटिरहेको अवस्थामा, किनकि हाम्रो देशमै चाहिँ अशान्त भएको, हामी आफैले चाहिँ प्रचार धेरै चाहिँ नेगेटिभ गरेको छौँ नि त। अब अहिले सोसियल मिडियामा सबैजना चाहिँ सबैको पहुँच पुगिसक्यो लगभग। त्यसले गर्दा नेगेटिभ तपाईँले चाहिँ केही कुरा हालिदिनु भयो भने घुरेर चाहिँ त्यो एकछिनै भाइरल भइदिन्छ। पोजिटिभ कुरा, राम्रो कुरा जस्तै यही कुराहरू पनि राखिदिने भयो भने तपाईँको भ्युज 200-300 कट्न पनि गाह्रो हुन्छ। किन मान्छेले चाहिँ अहिले नराम्रो कुराहरू चाहिँ चाँडै चाहिने भयो कि। त्यसले गर्दाखेरि चाहिँ हामी पोजिटिभ सम्झेर जाउँ। आज चाहिँ थोरै भ्युज गयो भन्दा नआत्तिनुहोस् होइन। भोलिको दिनमा होइन सब हजुरलाई मात्र नभइकन कति चाहिँ नेपालमै केही हुन्छ, म नेपालमै केही गर्छु भनेर बसेको युवाहरू हुनुहुन्छ नि, हाम्रो हेरेर एकजना मान्छे पनि इन्सपायर भयो भने हाम्रो लागि ठुलो कुरा हुन्छ क्या। त्यो मान्छे हामीले नेपालमा त रोक्न सकियो नि त, एकजना भयो भने त रोकियो नि त होइन। एकजना भोलि सन्तोष पण्डित बनोस् होइन, यो कन्भर्सेसन हेरेर। हाम्रो त्यही नै अपेक्षा हो खासमा। यो जति नेगेटिभिटी फैलियो नि, मेरो उमेरमा मेरो पुस्तामा त एकदमै नेगेटिभिटी देख्छु हेर्नु होइन। अनि नेपालमा केही नै त के छ यहाँ होइन भन्ने खालको छ। अनि पोलिटिक्सलाई कसरी हेर्नु भएको छ अहिले? अब एकदम गाली गर्ने खालको छ क्या। जस्तो पोजिटिभ कुराहरू गरेर पोलिटिक्स गर्न नै छाडेको जस्तो क्या। अहिले नयाँ आएकोहरूमा पनि त्यस्तै देख्छु म त होइन। पुरानो त अब के कुरा गर्नु, यदि भन्न तपाईँ चाहनुहुन्छ भने अलिकति पोलिटिक्सको कुरामा त मलाई त्यति उयो लाग्दैन। म आफू पनि कुनै पोलिटिसियन चाहिँ म संलग्न छैन। किन चाहिँ भने अब
एक हिसाबले बेला आउला त्यो पनि म त्यतातिर चाहिँ अहिले राजनीतिकतिर म त्यति आफू चाहिँ सक्रिय नभएको भएर त्यतातिर चाहिँ त्यतिको छैन। हुन्छ, कुराकानी भयो, खुसी लाग्यो सन्तोष दाइ। फेरि भेट्नुपर्छ चाँडै नै। एकदमै धेरै धेरै धन्यवाद छ। कमेरो ब्रान्ड चाहिँ अब एकदम स्थापित गरेर लैजानु होइन, धेरै शुभकामना। हजुरलाई पनि अनि धेरै धन्यवाद। चितवनमा स्थापित भएको ब्रान्ड देशैभर विदेशसम्म पुगेको देख्न पाइयोस्। हाम्रो अब शुभेच्छा, शुभकामना, अपेक्षा होइन। हस्, कुराकानी गरिदिनु भयो, धेरै धेरै धन्यवाद। हस्, धेरै धेरै धन्यवाद हजुरलाई पनि। अब मलाई विशेष गरी चाहिँ यो म सायद सम्भव मेरो जीवनमै पहिलो इन्टरभ्यू होला यसरी चाहिँ मैले दिन पाएको। म आफै नै खुसी छु एकदमै होइन। अब भाइसँग यसरी जोडेर चाहिँ यसरी चाहिँ गफ गर्न पाइयो नि त, किनकि मेरो मनमा पनि धेरै कुराहरू थियो नि त। यसरी राखिदिने मौका दिनुभयो, त्यसको लागि पनि धेरै धेरै धन्यवाद छ। र अझै हामी अब बल्ल मैले चाहिँ यो नानगढ जेएसएसको यही 23 गतेबाट चाहिँ मेरो पनि स्टेसन छ र यो मेरो अध्यक्ष कार्यकालमा अझै हजुरसँग पनि यो चाहिँ इन्टरभ्यू मात्र नभइकन हामीले अरू कुराहरूमा पनि होइन, इन्टरटेनमेन्टका कुराहरू चाहिँ नेतृत्वको कुराहरू विभिन्न कुराहरूमा हामीले विधामा चाहिँ जोडेर युवाहरूले चाहिँ अलिकति जोस भन्ने किसिमको चाहिँ कार्यक्रमहरूमा हामी जोडेर चाहिँ काम गर्नुपर्छ। नेगेटिभ कुरालाई भन्दा पनि हामीले पोजिटिभै कुरा लिएर चाहिँ अगाडि बढ्नुपर्छ भन्दै सम्पूर्णलाई धन्यवाद दिन चाहन्छु। हस्, धन्यवाद।